हेलो साथीहरू, आज चाहिँ मलाई घरमा बस्दा कस्तो चाउमिन खान मन लाग्यो। अनि चाहिँ मैले चाउमिन अर्डर गरेँ। अनि आयो चाउमिन। चाउमिन देखेपछि मलाई एकछिन पनि कुर्न सकिनँ। ओहो! के साह्रो क्रेभिङ भएको। अनि मैले त्यसलाई प्लेटमा खनाएर ग्वाम खान थालेँ। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो रियाक्सन कस्तो छ है। 10 दिन भात नखाएको मान्छेको जस्तो यति ठुल्ठुलो गाँस खाइरहेकी छु है। मलाई कहिलेकाहीँ चाहिँ केही नखाऊँ जस्तो हुन्छ। कहिलेकाहीँ चाहिँ यति धेरै यो चाउमिन खाम हुन्छ है। तपाईँहरूलाई पनि यस्तै हुन्छ? हुन्छ भने झटपट बनाएर खाइहाल्नु या नत्र अर्डर गरेर खाइहाल्नु। अनि के मलाई चाहिँ है यो नुनिलो खाएपछि गुलियो खाने, गुलियो खाएपछि नुनिलो खाने भइरहन्छ कि कस्तो क्रेभिङ हो है। अनि यो चाउमिन खाएर सकेँ है। खाइसकेपछि मलाई रसभरी यता केक यस्तो खाने मन लाग्यो कि। अनि त्यो गुलियो खाइसकेपछि फेरि यस्तो मोमो, चाउमिन चटपटे खानेवाला फिल आउँछ कि होइन। यो जङ्क फुड खान कसरी छोड्ने होला? म त छोड्नै नसक्ने भएँ। के आइडिया छ भने दिन पर्यो। अझै खान्छु, फेरि एकछिनमा सोध्छु, अब चाहिँ खाँदिनँ, अब सुध्रिन्छु भन्छु। सक्दिनँ। यो जङ्क फुडको चक्करमा मैले है घरमा कति गाली खान्छु। पैसा पनि सत्यानाश हुन लागिसक्यो। अब त बचत गर्छु, अब त जोगाउन पर्छ। यत्रो धेरै खाएर हुँदैन भन्छु है। फेरि खान्छु, फेरि सोध्छु, फेरि खान्छु। यो खाएर नभ्याउँदै अहिले मैले यहाँ कस्तो फेरि खाम भइसकेछ कि मलाई है। यो कस्तो पानी लगाएको, यो जङ्क फुडमा के हुन्छ र यति खाली खानामा मात्रै लागिरहने। यो मलाई मात्र हुन्छ कि अरूलाई पनि हुन्छ यस्तै? मलाई त खाना भएपछि है केही चाहिँदैन। यो घरको भात फेरि केही मिठो हुन्न। भात, तरकारी, दाल, अचार केही मिठो हुन्न। खाएर पनि मन लाग्दैन। यस्तो बाहिरको भनेपछि मरिहत्ते गर्ने, ओहो हुरुक्कै हुने। यो मेरो के बानी लागिसक्यो नि गाइज, कसरी सुधारौँ? अहिले यो चाउमिन खाँदै फेरि चटपटे खान मन लागिरहेको छ। अनि मोमो पनि खान मन लागिरहेको छ। यस्तो मोमो, चाउमिन, चटपटे खाने हो भने म सिधै जोगी हुन्छु, सडक छाप हुन्छु अनि कटौरा लिएर बस्नुपर्छ। यो बानी कसरी सुधार्ने होला? कसले मलाई भेट्दिनुहुन्छ? कुनै दिन म बाटोमा बसेर कटौरा थापेँ भने पनि तपाईँहरूले कस्तो अनौठो नमाग्नु होला है। यो चाउमिन खाने बानीले हो म धनी हुन सकिनँ, गरिबको गरिब हुने भएँ। ल साथीहरू, आजलाई चाहिँ बाई। अब अर्को भिडियोमा, अब फेरि अर्को गमका गम खाएको भिडियोमा भेटौँला।